एएफसी एसियन कपको छनौटमा आज नेपालले घरेलु टोली मलेसियाको सामना गर्नेछ। इब्राहिम सुन्ताल स्टेडियममा नेपाली समयअनुसार खेल राति 7:45 बजेबाट सुरु हुनेछ। हालै सिङ्गापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हराएको नेपाली फुटबल टोली उत्साहित छ। पहिलो पटक सिङ्गापुरलाई हराएर नेपाली टोली आत्मविश्वासी समेत बनेको छ। पर्यटक रोजका लागि पनि यो एएफसी प्रतियोगिता पहिलो थियो। हालसम्म सिङ्गापुरलाई हराउन नसकेको नेपालले 1-0 ले हराई इतिहास रचेको हो। सोही खेलका कारण बढेको आत्मविश्वास निरन्तर राख्दै नेपाल अर्को इतिहास रच्न चाहन्छ। मलेसियालाई पनि हराउन नसकेको नेपाल हालसम्म बराबरीमा एकपटक रोकेको छ। त्यो नै नेपालले गरेको राम्रो प्रदर्शन हो। नेपालले मलेसियासँग 6 पटक हारेको छ। 7 पटक भिडिसकेको नेपाल एक खेलमा मात्र बराबरी गरेको हो। मलेसियाको यो खेल भने नेपालको होम म्याच थियो, तर दशरथ रङ्गशालाको अन्तर्राष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा गएर खेल्न परेको हो। यो हामी नेपाली फ्यान्सको लागि बनाउन एकदमै दुःखको विषय हो। हाम्रै आफ्नै ग्राउन्ड चाहिँ नि दशरथ रङ्गशाला एउटा अन्तर्राष्ट्रिय मान्यता चाहिँ नि नपाएको हुनाले, जुन गेम हुने बेलामा चाहिँ अन्तर्राष्ट्रिय मान्यता नपाएको हुनाले आज हामीले एउटा होम म्याच नै गुमाएका छौँ र आशा गरौँ कि आगामी दिनहरूमा यस्तो चाहिँ नहोस् होइन। एउटा पर्यटकको जोस र सँगसँगै दर्शकको साथले एउटा गेम नै चेन्ज हुने मोमेन्ट पनि बन्न सक्छ। होम ग्राउन्डमा खेल हुँदाखेरि नेपाललाई थप फाइदाजनक हुने थियो, तर विडम्बना यो फाइदा हामीले यसपालि भने उठाउन सकेनौँ। आशा गरौँ कि सरकारको पनि यस विषयमा पक्कै पनि ध्यान आकर्षण जानेछ भन्ने बारेमा। र हारको यो खडेरी तोड्दै नेपालले के जित हासिल गर्ला त? आफ्नो धारणा कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। गेम लाइभ एक्सन स्पोर्ट्स च्यानलबाट लाइभ हेर्न सकिनेछ। एएफसी छनौटमा एसियाका 24 टिमलाई 6 समूहमा विभाजित गरिएको छ। नेपाल रहेको समूह एफ भने मलेसिया, भियतनाम र लाओससँगै रहेको छ। टिम नेपाल भने होम एन्ड अवे प्रणालीमा खेलाइने छनौटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनौट हुनेछन्। भन्दै यस भिडियोबाट भने म बिदा हुन चाहन्छु। हस्त जय नेपाल, जय नेपाली फुटबल। धन्यवाद।